आम्बो यस्तो गरम भयो कि यस्तो धेरै दिन बादमा चाहिँ यसरी नि अब यसरी फ्रीली बस्नु पायो स्वेटर ज्याकेटहरू खोलेर। किन भन्दाखेरि चाहिँ म चाहिँ आज घरदेखि यहाँसम्म चाहिँ हेलो गुड मर्निङ होइन घरदेखि यहाँसम्म चाहिँ म चाहिँ हिँडेर आएको नि त। एउटा गाडी पनि आज पाइनँ, घरमा भाइ पनि एक्लै थियो, बिजी थियो र भाइलाई पनि भनिनँ मैले, सिन्स आई डोन्ट वान्टेड टु इन्गेज हिम एज वेल। त्यही कारण चाहिँ म हिँडेर आएको यहाँसम्म। आम्बो अन्त यस्तो गरम भयो कि, तर मलाई यस्तो एन्स्योर भयो कि नाउ आई वुड से कि आम फिजिकली फिट भनेर, कम्पेयरिङ टु द प्रिभियस डेज। यति त हिँड्नु पर्दाखेरि त म त अब सलक्कै हुन्थेँ, तर अब यहाँ है पुरै दिनभरि हाम्रो एक्सर्साइज भएकै हुनाले गर्दाखेरि चाहिँ कस्तो इजी भयो मलाई। अब हुन्छ नि, आज चाहिँ हिँडेर आएर पनि अहिले अब एकछिन बिसाउँदा चाहिँ भिडियो गरिहालेको नि। ओके, के आज चाहिँ भन्दाखेरि मैले हिँड्दा हिँड्दै सोचेको क्या यो कुरा चाहिँ। अब भन्छ नि अब कलियुग आयो भन्दै भन्छ होइन। अन्त अब यो कलियुग चाहिँ अब यो अब जुन चाहिँ उयोहरू देख्दैछ तपाईँहरूले, अब मर्डरहरू भइरहेको, फाइटहरू भइरहेको, वर्ल्ड वारहरू भइरहेको, कोल्ड वारहरू भइरहेको, डिजिजहरू आइरहेको, ह्युमिलिएसन, रेप केसेसहरू आइरहेको देख्दाखेरि चाहिँ तपाईँहरूले भन्छ कि अब यो कलियुग हो नि त भनेर भन्छ होइन। तर त्यो चाहिँ म चाहिँ कलियुग भन्दिनँ त्यसलाई चाहिँ। म द्याट अल थिङ्स डजन्ट डिफाइन्ड कलियुग फर मी चाहिँ। किन भन्दाखेरि चाहिँ यो कुराहरू चाहिँ भइरहेकै कुराहरू हो नि त। अब अकर्डिङ टु हिन्दू कस्मोलोजीमा साइकलमा चाहिँ देयर आर 4 साइकल्स होइन। अब 4टा युग एजेसहरू छ, सत्य युग, त्रेता युग, द्वापर युग एन्ड कलियुग, गोल्डन एज, सिल्भर एज, ब्रोन्ज एज एन्ड दि आइरन एज। अहिले चाहिँ आइरन एज चलिरहेछ होइन। अन्त त्यो समयमा पनि यस्तो कुराहरू त भइरहेको थियो, तपाईँहरूले अब देख्नु पनि भएको, सुन्नु पनि भएको, पढ्नु पनि भएको है। त्यस्तो अब त्यस्तो एकअर्कालाई घृणा, एकअर्कालाई ह्युमिलेसन, एकअर्काको रिस आरिस, अर्कालाई ह्युमिलेसन, वार, रेप केसेस, अब त्यस्तो एकअर्का छल कपट त त्यो त पहिल्यैदेखि भइरहेको। त्यो त अब नेचरै बसिसक्यो भनौँ न, अब हाम्रो ह्युमन्सको नेचरै हो भनौँ न। त्यही कारण अब त्यो नेचर भन्ने कुरा चाहिँ चेन्ज कहिले आउँदैन नि त, त्यसलाई चाहिँ चेन्ज भन्दैन। अब यो जुन चाहिँ अहिले पनि भइरहेको छ त्यो चाहिँ नेचर हो। अब त्यो हाम्रो भित्र भएको इभिलहरू चाहिँ बाहिर निस्केको हो, त्यो सबैमा हुन्छ, कतिले निकाल्छ कतिको निस्किँदैन, त्यस्तो हो त्यो हो। अन्त यो अब यो कलियुग चाहिँ केलाई भन्छ भन्दाखेरि चाहिँ कलियुग इट्स आइरन एज भनेपछि त अब आइरन मिन्स वाट डु यु थिङ्क, के चाहिँ जस्तो लाग्दैछ? आइरन मिन्स अब मसिन जस्तो लाग्दैछ होइन। यस, त्यही हो मेरो भन्नुको मतलब चाहिँ। नाउ एभ्रिथिङ इज गेटिङ कन्भर्टेड इन्टु मसिन, नट एभ्रिथिङ। हेलो गुड मर्निङ। ए हुन्छ। के भन्दाखेरि चाहिँ अब दिस एक्चुली द टाइम इज गेटिङ चेन्ज है। नाउ स्लोली ह्युमन इज गोइङ टु गेट भ्यानिस्ड, अब नट कम्प्लिटली बट स्टिल अब स्लोली चाहिँ जान्छ है। जब मसिनले कम्प्लिटली टेक ओभर गर्छ तब चाहिँ एक्चुली आइरन एज स्टार्ट हुन्छ। एक्चुली आइरन एजलाई चाहिँ डिफाइन गर्छ त्यसले चाहिँ। अब फर इक्जाम्पल यो चाहिँ कसरी स्टार्ट भइसक्यो अलरेडी भन्दाखेरि त यु अल नो अबाउट एआईहरू है। अब च्याट जिपिटीहरू इट्स बिन ट्रेन्डिङ दिस डेज है। एभ्री वान इज टेकिङ हेल्प अफ च्याट जिपिटी, वेदर इफ दे वान गेट स्मल एउटा प्रोग्रामिङ प्रोजेक्टहरू बनाउँदाखेरि पनि दे आर टेकिङ हेल्प अफ एआईहरू, च्याट जिपिटीहरूको है, विच इज आई डोन्ट थिङ्क इट्स अ गुड थिङ टु ह्याभ। किनभने अब मान्छेको एफोर्ट चाहिँ कम्ती पनि हुँदै जाँदैछ, मान्छेहरूलाई इजी कुरा मन पर्दै जाँदैछ। मिन्स हामी आफैलाई त्यो हुनु दिँदैछौँ, त्यो साइकललाई चेन्ज हुनु आफैलाई दिँदैछौँ त्यस्तो लाग्छ मलाई चाहिँ। अब किन भन्दाखेरि अब युनिभर्सिटी अफ टेक्ससले चाहिँ अब एउटा रिसर्च गरेको थियो, त्यसमा चाहिँ अब एफएमआरआईमा स्क्यानरमा मान्छेलाई हालेर चाहिँ स्क्यान गर्दाखेरि चाहिँ मान्छेले केही भनेको पनि थिएन, बोलेको पनि थिएन, जस्ट त्यो मान्छेको ब्रेनमा चाहिँ के चल्दैछ त्यो चाहिँ उनीहरूले चाहिँ डल्लै चाहिँ अब सेन्टेन्समा चाहिँ कन्भर्ट गरेर चाहिँ स्क्रिनमा लेखिदियो। अब द्याट मिन्स एआईले चाहिँ अब माइन्ड पनि रिड गर्नु थाल्यो। एआईले चाहिँ अब नबोलेको कुरा पनि त्यसले चाहिँ बुझ्नु थाल्यो। द्याट मिन्स अब त्यो त मान्छेको भन्दा बेसी पावर भयो नि त। मान्छेले त बुझ्दैन है, हाम्रो त अब कतिवटा कुरा हामी बुझ्दैनौँ, कतिले मात्रै नभनिकन बुझ्छ, नभए त बुझ्दैनौँ होइन। द्याट मिन्स अब स्लोली एआईले चाहिँ हामीलाई
तिमीहरूको काम छैन अब भन्ने टाइपले चाहिँ हुँदैछ द्याट त्यो स्टेज अब यो स्टेज चाहिँ अब दिस इज अब अहिलेसम्म अब एआई चाहिँ अब 2014हरूबाट चाहिँ अब अलिअलि स्टार्ट हुँदै थियो होइन अब च्याट जिपिटी त रिसेन्ट हो त्यो एआई 14हरूमा स्टार्ट हुँदै गर्दा अब 16हरूमा चाहिँ अब हल्का when I was working for Byju's, I used to sell AI यो के भन्छ कोर्स आई युज टु सेल उयोहरू के भन्छ पाइथनहरू कोडको कतिवटा ल्याङ्ग्वेजहरू चाहिँ हामीले सेल गर्नु पर्थ्यो अन्त त्यो सेल हुँदाखेरि चाहिँ अब हाम्रो त टार्गेट हुन्थ्यो मजाले सेल गर्थ्यो है टार्गेट रिच भएर पनि अब हामीले इन्सेन्टिभ्सहरू पनि पाउँथ्यो बट त्यतिखेरै मलाई कस्तो चाहिँ लाग्थ्यो क्या अब यो एआईहरू त अब इट्स आर्टिफिसियल इन्टेलिजेन्स होइन त्यसले त अब स्लोली अब मान्छेलाई जति नलेज हुँदै जान्छ त्यसको बारेमा मान्छेले त्यसलाई युज गर्छ नि त युज गरेपछि त इट वन्ट टेक अ सेकेन्ड टु रिप्लेसमेन्ट हुनुको लागि राइट अब इत्रु कुरा त हामी अब मसिनलाई नै अराउँछौँ आजकल त है अब एन्ड अल्सो फ्यु थिङ्स मसिनरी अब फ्यु थिङ्स लाइक डेटा एनालाइजिङ अदर अब बिमारीहरू डायग्नोनाइजहरू गर्नुको लागि त अलरेडी मसिनहरू युज गराइ हुन्छ है द्याट मिन्स मसिनले चाहिँ आफूलाई प्रुभ गरिसक्यो दे आर बेटर देन ह्युमन राइट किनभने हामीले कतिवटा बिमारीहरू हामीले थाहा हुँदैन स्टिल मसिन क्यान रेक्टिफाई मसिन क्यान रेकग्नाइज होइन त्यो भइसकेपछि द्याट मिन्स दिस इज कलियुग दिस इज आइरन एज त्यही कारण अब चाहिँ अब स्लोली बिमारीहरूको त हुँदै थियो त्यो त अब मान्छेले लिनु पनि पर्थ्यो बट अब चाहिँ स्लोली मान्छेले के सोच्दैछ पनि त्यो पनि गुड मर्निङ मान्छेले के सोच्दैछ पनि त्यो पनि अब भन्नु थालिसके एआईले भनेपछि चाहिँ नाउ इट्स टाइम टु थिङ्क अबाउट वेदर वी आर डुइङ द राइट थिङ अर नट युजिङ एआई एन्ड अल एज अ डेली पर्पजको लागि चाहिँ हामीले एआई युज गर्नु हामीले च्याट जिपिटी एन्ड अदर मेटाज एन्ड अल युज गर्नु चाहिँ युजफुल हो कि होइन रहेछ त भन्ने सोच्ने समय चाहिँ आयो है किनभने त्यो कुराहरू चाहिँ अब स्लोली उनीहरूले चाहिँ हामीलाई चाहिँ रिप्लेस गर्नु खोज्दैछ हुन्छ पनि अब किनभने हामी त इजी गोइङ मात्रै हो नि त इजी कुराहरू हामीलाई पुरा मनपर्छ नि त होइन राइट त्यही कारण अब हार्ड वर्किङ अलिक स्ट्रगलहरू गर्नु पऱ्यो भने अब लुजर टाइपको फिल हुन्छ तर अब इजीले चाहिँ कसरी मान्छे बिगार्छ अब त्यो चाहिँ अब तपाईँहरूलाई थाहा हुनु पऱ्यो हामीलाई थाहा हुनु पऱ्यो त्यही कारण चाहिँ अब सोच्नुपर्ने कुराहरू हो अब यो बस्तीतिर त गाउँतिर त अब यति साह्रो छिटो इम्प्याक्ट हुँदैन जस्तो लाग्थ्यो मलाई हेलो इम्प्याक्ट हुँदैन जस्तो लाग्थ्यो अब कम्पेयरिङ टु अदर बिग सिटिजहरू है त्यहाँ त अब अलरेडी रोबोहरूले काम गर्नु थालिसक्यो अब कतिवटा इन्जिनियर्सहरू टेक्निकल इन्जिनियर्सहरू टेक्नोलोजी टिमहरूबाट रिप्लेस भइसक्यो मान्छेदेखि मसिन आइसक्यो है गाउँ बस्तीतिर चाहिँ अब हाम्रोमा त्यस्तो साह्रो हुँदैन हामीलाई टाइम लाग्छ र पनि कतिवटा कुरा स्टिल हामी सिभीहरू बनाउनुको लागि चाहिँ हामीले युज गर्दो रहेछ त्यो च्याट जिपिटीहरू है दिज आर द बेसिक सिम्पल थिङ्स हो नि त अब यो कुरामा पनि हामीले आफ्नो दिमाग लाइनौँ भन्ने त मसिनलाई गर्नु दिउँ भने त वाट्स द युज हामी त युजलेस हुन्छौँ डम्प हुन्छौँ जति हामी दिमाग चलाउँदैनौँ त्यति हाम्रो दिमाग त खिँदै जान्छ नि त त्यो भएपछि जति खिएपछि मसिनले चाहिँ टेक ओभर गर्दै जान्छ क्या त्यो हो सो मेरो लागि चाहिँ अब कलियुग चाहिँ यस्तो फर्ममा चाहिँ स्टार्ट भइसक्यो अलरेडी सो के गर्नु अब म एक्लैले त आई क्यान नट चेन्ज एनिथिङ बट स्टिल आई क्यान चेन्ज एनिथिङ भन्ला जस्तै यु क्यान नट चेन्ज द पिपल अराउन्ड यु बट स्टिल यु क्यान चेन्ज द पिपल अराउन्ड यु भन्ने बुझ्छ होला नि त्यस्तो टाइपले चाहिँ अब गर्छु म काम त्यस्तो पाराले चाहिँ जिउँछु त्यही हो त्यति नै भन्नु थियो है अब इट्स अ भेरी इम्पोर्टेन्ट टपिक टु टक अबाउट एक्चुली मान्छे बसेर बात मारेर हामी डिस्कस गर्ने कुरा हो यो तर कसले पनि अब यस्तो दे डोन्ट इभन थिङ्क अबाउट इभन अ सिङ्गल हुन्छ नि एङ्गलबाट पनि उनीहरूले सोच्दैन दे ओन्ली थिङ्क अबाउट के यो मान्छेले के गर्दैछ त्यो गर्दैछ त्यही मात्रै सुन्छु म यहाँ भित्र बसेर यहाँ मान्छेको गफ सुन्दाखेरि चाहिँ दे जस्ट मान्छेलाई निचा देखाउनु औकातको कुरा निकाल्नु होइन के गरी खान्छ के गर्छहरू सोच्नु मात्रै छ होइन वाट इज एक्चुली ह्यापनिङ ग्लोबली वाट इज where the science is taking us where this युग has the cycle is taking us त्योहरू त केही सोच्दैन पनि which is the actual thing we should think about हामीले टेन्सन लिने कुरा होइन बट स्टिल यो कुरा सोच्नुपर्ने हो
तर अब सोच्दैन स्टिल त्यो भन्नु पनि केही छैन र पनि अब जसलाई पनि यस्तो टपिकमा बात गर्नु मन छ प्लिज न पिङ मी मलाई चाहिँ पुरा मनपर्छ यस्तो टपिकमा बात गर्नु अब के हुन्छ यस्तो भन्नुहोस् न कमेन्ट गर्नुहोस् न है those who are interested please comment down below so let's have a talk about it let's अब यस्तो रेजोल्युसन खोज्नु त होइन बट स्टिल अब हामीले के चाहिँ गर्न सक्छ पोसिबिलिटिजहरू त हामीले सक्छ नि त होइन सोच्नु गर्नु अन्त त्यही कुराहरू चाहिँ मलाई बात गर्नु मनपर्छ सो whoever are interested please comment down below अब यस्तो कुरामा त I'm sure no one is going to comment अब मैले अरू कसैको विषयमा नराम्रो भने या कसैलाई मैले तोकिरहेको छु नीचा देखाएको त्यस्तो टाइपको भाइबहरू भएको भिडियो छ भने चाहिँ obviously everyone is यसरी लाइन लागिरहेको हुन्छ कमेन्ट गर्नु है त्यसको लागि पनि अब आई डोन्ट माइन्ड है अब आफ्नो आफ्नो ओपिनियन हो स्टिल अब यस्तो सब्जेक्टमा चाहिँ आई विल बी मोर ह्याप्पी टु हेभ अ गुड कन्भर्सेसन अब क्वालिटी टक गर्नु चाहिँ मन लाग्छ मलाई त्यही कारण चाहिँ भनेको एनिवे विश यु अल हेभ अ गुड डे अब यो पछि पनि अब यो मात्रै होइन यो यसको बियोन्ड पनि देयर आर समथिङ टु थिङ्क अबाउट देयर आर समथिङ टु टक अबाउट त्यो कुराहरू चाहिँ लेट्स टक rather than wasting your time into this खिर्ची चिजहरूमा भन्दाखेरि चाहिँ लेट्स हेभ अ टक अन द्याट पर्टिकुलर टपिक त्यही कारण चाहिँ अब बात गरौँ न है एनिवे अब बिहाको बेलामा चाहिँ भनौँ न अहिले अब थकाइ पनि मेट्यो आई हेभ टु गेट इन्टु माई वर्क अब होल डे हेभी हुनेवाला छ अनि एनिवे हुएभर आर कमिङ भिडियो हेरेर यहाँ खाना खानु आउनु हुँदैछ उनीहरूलाई चाहिँ आई वुड लाइक टु थ्याङ्क मेरो हृदयबाट किनभने अब के सम्झेर है अब फुडहरू राम्रै सम्झेर आउनु भएको रहेछ एन्ड आई डोन्ट नो अब कतिको भिडियोमा मात्रै राम्रो हुँदैछ कि अब रियालिटीमा पनि राम्रो हुँदैछ कि त्यो मलाई याद छैन तपाईँहरूले राम्रै त भयो भन्नुहुन्छ तर अब म चाहिँ एज मी म चाहिँ चाहन्छु कि तपाईँहरूले जेन्युन फिडब्याक दिनुहोस् मन पर्ने छैन त मन परेन यस्तो बेसी भयो यस्तो भयो भन्दा हुन्छ अब बहिनी सम्झेर नानी दिदी आन्टी छोरी जे पनि भदैनी जबै आफ्नो सम्झेर अब शर्मा चाहिँ नचढाउनुहोस् है किनभने जेन्युन फिडब्याक चाहिँ मलाई मनपर्छ राम्रो छैन नि राम्रो छैन है ल त्यस्तो भए सबैजना वेलकम छ आउँदै गर्नुहोस् हामी नयाँ नयाँ कुराहरू पनि राख्नेछौँ अब नेक्स्ट मन्थबाट त वी आर गोइङ टु स्टार्ट पिज्जा एज वेल वुड फायर पिज्जा एन्ड अदर पिटा ब्रेडहरू पनि आउनेवाला छ एन्ड हट कर्न डगहरू पनि आउनेवाला छ सो किप watching videos and also don't stop to come here नयाँ नयाँ कुरा हामी एक्सप्लोर गरिबस्छौँ त्यसको लागि तपाईँहरूलाई पनि नयाँ नयाँ कुरा टेस्ट गर्नु पाउनु हुनेवाला छ त्यही कारण ह्याप्पी टु सी यु अगेन आउनेहरूलाई अनि जो आउनु भएको छैन प्लिज यु आर वेलकम ओके बाई बाई